नमस्कार सबैजनालाई। आजको यो शुक्रबारमा हाम्रो कक्षामा सञ्चालन गर्न गइरहेको प्रस्तुतिकरण कार्यक्रममा तपाईहरुलाई स्वागत छ। आजको यो शुभ दिन र शुभ कार्यमा विभिन्न सहभागी व्यक्तिहरु आफ्नो प्रतिभा यहाँ प्रस्तुत गर्नेछन्। यसका लागि म आजको कार्यक्रम उद्घोषक प्रसुन घिमिरे द्वारा तपाई सबैलाई एउटा न्यानो अभिवादन छ। न्यानो अभिवादन र आजको यस प्रतियोगिता कार्यक्रममा हजुरहरूलाई यहाँ धेरै स्वागत रहेको छ। ल यहाँ सहितमा सुरुमा हाम्रो गुरुबुवालाई यहाँ मञ्चमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। अब फेरि हाम्रा बहुप्रतिभाशाली प्रस्तोता प्रत्युषलाई आमन्त्रण गर्दछौँ र उनका साथै प्रसन्न गिरीलाई पनि मञ्चमा आमन्त्रण गर्दछौँ। यहाँहरूले अब एउटा अर्को कविता सहवाचन गर्नुहुनेछ। सबैलाई पुनः नमस्कार। धन्यवाद। कार्यक्रम सञ्चालक सबैजनालाई म प्रसन्न गिरीको तर्फबाट न्यानो अभिवादन। आज मेरो साथी प्रत्युष छेत्रीपुरीसित म आफ्नो त्यो कृति वाचन गर्न गइरहेको छु र यो कृतिको शीर्षक छ एउटा परिवार। आज हरिको परिवारमा नयाँ सदस्य थपियो। त्यो हरिको छोरा थियो। अब हरि र त्यसको श्रीमती रीता बीच संवाद चल्यो। हरिले भन्छ, आजदेखि म बुवा र तिमी आमा। मासु किन्ने पैसा छैन, अब खानुपर्छ तामा। अब बस तिमी र छोरा कमाई, आउनेछु म सिधै साझ पैसा कमाई। हरिको कुरा सुनेर रिताले भन्छन्, जिन्दगी गयो हेरी तेलको खार, अब बढ्यो हाम्रो परिवार। यो हाम्रो सबैभन्दा ठुलो कर्तव्य हो, भन्न सकिने यो कर्तव्यलाई हो। जिन्दगी पैसाले चल्छ, पैसा कमाउनु पर्यो, अरू नभई छोरासित रमाउनु पर्यो। कहिले हेरेनौ हजारको नोट, चिन्ता नगर पैसा आउँछ जब दिन्छौ भोट। अब त्यसको हरिले जवाब दिँदै भन्छ, यो संसारमा धनी बस्छन् गरिबलाई बेची, तिमी र छोरा मुटुमा राख्नेछु फोटो खिची। हेर्दा हेर्दै रफुल्यो दाढीमा, पैसा कमाउन जानुपर्छ म खाडीमा। आज पैसा मागेको थिएँ साउसित, त्यो कुरा सुनि तोडियो हाम्रो मित। अब तिमी नै मेरो मित, तिनलाई केही छैन तर दिउला एउटा गीत। फेरि हरिको कुरा सुनेर रिताले भन्छन्, कुरा नगर त्यस्तो, आज हाम्रो गतिले परिस्थिति आयो यस्तो। किरा मार्ने पैसा नभएर बढ्यो घरमा किरा, सिक्री लगाएको छैन तर पनि तिमी मेरो हिरा। हामी दुईजनाको छोरो भविष्यमा पक्कै बन्छ हिरो। जन्मियो गरिब देश नेपालमा, इमान्दारी देखाएको पुगियो यो हालमा। हरिले फेरि जवाब दिँदै भन्छ, मसित आयो छोडी आफ्नो पढाइ, आज मसित नआएको भए घुम्थ्यो हवाईजहाज उडाइ। हाम्रो माया मदन र मुनामा, पैसा माग्न आउँदा लुक्नु परेको छ कुनामा। किसान भए जन्मिएकाले रह्यो गरिबी, सुन्नेलाई नाम मात्र रह्यो अमेरी। अब रहने अझै आउन बाँकी छ सङ्घर्षको बाटो, खुसी भएर बस अन्तिममा मरेर जाने घाटो। राधा र कृष्ण जस्तै हाम्रो शरीर एक, दुनियाँ संसारले भनेका कुरा जति सबै फेक। देखाएनौ कुनै पनि खालको रहर, तिम्रो सपना पुरा गर्न जानै पर्छ म सहर। जीवनको कठिनाई जस्तै एउटा बतास, कठिनाई आए पनि हाम्रो मन हुनुपर्छ जस्तै आकाश। एउटा जालाले घर बनाउँछ माकुरी, घर बनाउनका लागि हामीमा पनि आउनुपर्छ दूरी। हरिको यस्तो कुरा सुनेर फेरि रिताले भन्छन्, नगर अब यस्ता कुरा, भगवान्ले गर्ने सबै सपना पुरा। तिमी एउटा बगैँचामा एउटा फुल जस्तै फुलेको, तिम्रो दिल रहेको छ खुलेको। दुवैजना अस्पतालबाट बिदा लिई घर जान्छन्। यस्तै कयौँ वर्ष बित्छ र तिनीहरूको छोराको आज पहिलोपटक जागिर लाग्छ। त्यसपछि हरिले जागिर आएको खुसीमा भन्छ, आज छोराको जागिर लाग्यो, मुटुमा रहेको सबै त्रास र डर लाग्यो। त्यो खुसीमा काट्नुपर्छ एउटा खसी, हाम्रो छोराले पहिलोपटक यो घरमा प्रयोग गर्ने भएको छ मसी। सफल जिन्दगीको सुरुवात गर्छ हाम्रो छोरा हाम्रो, यो सबै हेर्दा लाग्यो एकदमै राम्रो। फलफुल खाने बेला भयो, काट एउटा मेवा, अब हाम्रो छोराले गर्छ हाम्रो सेवा। यस्तै दिनहरू बितिरहेका थिए। अचानक एक दिन राति रिताको केही आश्चर्य कुराले मृत्यु हुन्छ, तर हरिले त्यो मृत्यु भएको कुरा थाहा पाउँदैन। बिहान आफ्नो आँखा उठेर हेर्दा रिता मरिसकेको हुन्छन्। त्यो देख्दा हरिको मुटु उक्रिएर बित्छ। त्यसै कारणले गर्दा हरिले भन्छ, किन गयो मलाई छोडेर यो सम्बन्ध हाम्रो तोडेर। एक रुक एकैछिन म पनि आउनेछु, स्वर्गमा आई तिम्रो गीत गाउनेछु।
हात भाँचिएका बेला आफ्नो हातले खिलायो, आज मलाई किन यस्तो रुलायो, किन पार्यो मलाई एक्लै, तिमी गएकाले सबै थोक भो बेग्लै, तिमी गएकाले सबै थोक भो बेग्लै। धन्यवाद। आहा कति उत्कृष्ट संयुक्त रूपमा वाचन गरेको कविता र यही गरी हाम्रो अर्का प्रस्तुतिकरण गर्ने प्रतिभा रहेका छन् विराट भण्डारी। यहाँलाई मैले अब मञ्चमा आमन्त्रण गर्दछु। सुन्दर कविता वाचन गरेर हामीलाई सुनाउनु भएको छ। सबैले नमस्कार है, मेरो नाम विराट भण्डारी र आज मैले चाहिँ नि नेपाली साहित्यमा एकजना चर्चित मुना र मदनको अधुरो प्रेमको बारेमा यहाँ मैले कविताको रूपमा वाचन गर्दैछु। सुरु गरौँ। यसको शीर्षक रहेको छ सपनाका दुई प्रेमी है। उही म तिम्रो बनौला पिया र मदन, तिमी बन मेरो मनको मुना, तिमीलाई माया गरौला त्यस्तो जुन वर्णन गर्न सकिँदैन अक्षरमा, सधैँ तिमीलाई राखौला मेरो मनको खानीमा, आउन दिँदैन तिमीलाई दुःख यो अनौठो धरतीमा, तिमी बास बस्छौ यो मेरो आँखाको नानीमा, उही तिमीलाई माग्न आउला चढी दुलहाको घोडीमा, जसरी मेघ बिजुली विवाह हुन्छ गगनमा, त्यस्तै उही मदनले राख्छ तिमीलाई मनको महलमा, उही म हुँ मान्छे भएको राम्रो आनी बानी, तिमीलाई यो जन्मभर बनाउँछु मेरी मनकी रानी, तिमी र म मिली गरौला साथमा एक मन, हाँसी खुसी बिताउला बाँकी जीवन, दिउला तिमीलाई उपमा जुनको चाँदनी, दुवै मिलेर मौला जिन्दगीको आगनी, उही तिम्रो प्यारो म बनौला कृष्ण, तिमी बन कृत्रिणा पुत्री राधा, आउन दिन्न हामी बीचमा प्रेमको बाधा, आउन दिन्न हामी बीचमा प्रेमको बाधा। धन्यवाद। निकै सुन्दर कविता प्रस्तुत। अब म अर्को प्रस्तुतालाई पनि मञ्चमा आमन्त्रण गर्दछु जो हुन् इभान दुबे। सबै पानी धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सुरुमा भन्नुपर्दा नफाक्ने हावा नछेक्ने घाम सुन्दर हाम्रो बुटोल नगर, यही सहर जहाँ म जन्मिए हुर्किए अनि यसको समृद्धिको सपना बोकेर म यहाँ आएको छु। आदरणीय कार्यक्रम सञ्चालकज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा हाम्रो नेपाली विषय पढाउने शिक्षकका साथसाथै अन्य साथीभाइहरूलाई कक्षा 9 डायमन्डमा अध्ययनरत विद्यार्थी म इभान दुबेबाट न्यानो अभिवादन। र आजको मेरो यस वक्तृत्व कलाको शीर्षक चाहिँ बुटोलका आर्थिक समृद्धिका आधारहरू रहेको छ र ढिला नगरी म यस विषयतर्फ लागिरहनेछु। सुरुमा हामीले बुटोलको भौगोलिक उपस्थितिको बारेमा पनि जानकारी पाउनुपर्छ। बुटोल चाहिँ लुम्बिनी प्रदेशको मुटुमा रहेको छ पनि भन्न सक्छौँ हामीले। यो चाहिँ लुम्बिनी प्रदेशको दक्षिण पश्चिमी भागमा रहेको छ र यो चाहिँ महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको सङ्गम स्थलमा रहेको छ, जसले गर्दा चाहिँ यो निकै व्यापार र व्यवसायको लागि एउटा केन्द्रको रूपमा पनि स्थापित भएको छ। बुटोल सुनौलीसँग प्रत्यक्ष रूपमा जोडिएको छ र यो पाल्पा र लुम्बिनीसँग पनि जोडिएको हुनाले यहाँ धेरै मान्छेहरू व्यापार व्यवसाय तथा पर्यटन गर्न आइरहेका हुन्छन्। यो चाहिँ बुटोलको आर्थिक समृद्धिको वृद्धिको एक मुख्य कारण रहेको छ र दोस्रो कारण भनेको चाहिँ बुटोलमा रहेका उद्योग र व्यापार व्यवसायहरू हुन्। बुटोलमा विभिन्न थोक तथा खुद्रा व्यापारहरू गरिरहेको हामी अवगत नै छौँ। मैले हजुरहरूसँग केही तथ्याङ्क पनि प्रस्तुत गर्न चाहेँ। 2078 को जनगणना अनुसार बुटोलमा 6000 भन्दा पनि धेरै विभिन्न व्यापार व्यवसायहरू रहेका छन् र यिनीहरू बुटोलमै दर्ता पनि भइसकेका छन्। हामीले देख्न सक्छौँ हप्ताको 2 पटक लाग्ने हाट बजार मेलामा विभिन्न मानिसहरू आएर वस्तुहरू बेच्दै गरेका हुन्छन् र यसले बुटोलको आम्दानीमा निकै नै टेवा पुर्याइरहेको छ। हाम्रो बुटोलको नगरगाना पनि हामीले एउटा श्लोक सुन्न सक्छौँ। एउटा पङ्क्तिमा भनिएको छ कि कृषि उद्योग व्यापार र पर्यटनको लहर देशकै अवस्थित छ जस्तै आधुनिक सहर। त्यसै गरी म आफ्नो दोस्रो
कारणमा प्रवेश गर्न चाहे, जुन हो शिक्षा र स्वास्थ्यका सेवाहरू। शिक्षाको सेवाहरूको बारेमा भन्नुपर्दा बुटोलमा निकै नै आधुनिक प्रविधिका साथ पढाइ चलाउने विभिन्न कलेज तथा स्कुलहरू रहेका छन्। यहाँ हाम्रै एभरेस्ट स्कुलको बारेमा कुरा गर्नुपर्दा यहाँ आधुनिक प्रविधिका साथ विभिन्न शिक्षकहरूले हामीलाई गुणस्तरीय शिक्षा दिँदै हुनुहुन्छ र यसले हामीलाई चाहिँ दिगो समृद्धिको लागि तयार गरेको छ। अनि हामीले विभिन्न सिपहरू पनि सिक्दै आएका छौँ, जसले हामी विश्वको बजारमा पनि निकै उपयोगी भएका छौँ। यसका साथै यहाँ अन्य कलेज संस्थाहरू तथा विभिन्न अन्य संस्थाहरू रहेका छन्, जसले सामाजिक चेतना पनि वृद्धि गर्दै रहेका छन्। बुटोललाई भन्नुपर्दा लुम्बिनी प्रदेशको शिक्षाको राजधानी पनि मानिसहरूले भन्दै गएका छन् र यसका साथसाथै यहाँ स्वास्थ्यका पनि विभिन्न सेवाहरू प्रदान पनि गरिरहेका छन्। यहाँ लुम्बिनीको प्रादेशिक अस्पताल पनि रहेको छ, जसले गर्दा बुटोलका बासिन्दाहरूलाई विभिन्न किसिमका आधुनिक सेवाहरू पनि प्राप्त भएको छ। र बुटोलको आर्थिक समृद्धिको अर्को आधार भनेको चाहिँ पर्यटन हो। लुम्बिनीकै प्रवेशद्वार भनेर चिनिने बुटोलमा विभिन्न आकर्षणका केन्द्रहरू रहेका छन्। मणिमुकुन्द सेन पार्क, हिल पार्क, जितगढी फोर्ट तथा अन्य नुवाकोट गढी जस्तै अन्य विभिन्न ठाउँहरूले चाहिँ देश विदेशका पर्यटकहरूलाई आकर्षित पारेका छन्। र यहाँ आउने पर्यटकहरू पनि विभिन्न होटेल तथा अन्य घरायसी व्यवसायहरूमा बस्ने गर्दछन् र यसले गर्दा रोजगारीको अवसरहरू वृद्धि गर्नका साथसाथै बुटोलको आर्थिक समृद्धि गरिरहेको छ। तर हरेक कुरा राम्रो हुँदैन, हरेक कुराको एउटा न एउटा समस्या त भइहाल्छ र यी मैले भनेका कुराहरू कागजमा मात्र सीमित रहेका छन्। मानिसहरूले योजना त बनाउँछन् तर यिनीहरूको प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन। अझै पनि हामी आफ्नो वातावरणमा हेर्छौँ भने हाम्रो वातावरण अझै पनि फोहोर रहेको छ। बुटोलमा ट्राफिक बत्तीहरूको सञ्चालन भए पनि यहाँ अझै पनि तिनीहरू काम गरेका छैनन्। मानिसहरूलाई ट्राफिक नियमहरूबारे चेतना रहेको छैन र अझै पनि यहाँ ट्राफिक जाम पनि भएको छ। र अर्को मुख्य समस्या भनेको चाहिँ बौद्धिक पलायन हो। हाम्रा युवाहरू देश विदेश पलायन हुँदैछन्। विदेशमा गएर पलायन भएका युवाहरूले बुटोलमै छैनन् भने बुटोलको कसरी विकास हुन सक्छ? अनि हजुरहरूलाई पनि मैले एउटा प्रश्न सोध्न चाहेँ। मानौँ कि हजुरहरू काठमाडौँमा बस्ने एउटा बासिन्दा हो र हजुरहरू चाहिँ बुद्ध जयन्तीको अवसरमा बुटोल आउनुभयो। बुटोलमा आउने बित्तिकै यहाँका बाटोहरू कति नराम्रो हुँदाखेरि हजुरलाई कस्तो महसुस होला? बुटोलको बारेमा हजुरहरूको कस्तो सोचाइ रहन्छ होला? बल्ल तल्ल बुटोल आइसकेको मान्छे, त्यत्रो डाउनलेको जाममा फसेर आएको मान्छे फेरि बुटोलमा आउँदाखेरि पनि बुटोलको यस्तो नराम्रो बाटोघाटाले हजुरको मन नै दुखित रहन्छ होला। मेरो त रहन्छ। त्यही भएर यस समस्याहरू समाधान गर्नको लागि मुख्य हात भनेको सरकारको हुन्छ। सरकारले स्मार्ट सिटी भन्ने योजनालाई कार्यान्वयन गर्न सक्यो भने हाम्रो बुटोल साँच्चीमै स्मार्ट नै रहन्थ्यो होला। यहाँ टोल सेवा समितिहरू पनि विकास गर्नुपर्छ, टोलहरूको सरसफाइ गर्नुपर्छ र तिनीहरू हाम्रा सम्पदाहरूलाई पनि जीर्णोद्धार गरी तिनीहरूको जगेर्ना गर्नुपर्छ। र हाम्रो सरकारले विभिन्न संस्थाहरूलाई सिप सिकाउने र बच्चाहरूलाई पनि अरूलाई सिप सिकाउने तालिम प्रदान गर्यो भने मात्र हाम्रो सहरको वृद्धि हुन्छ। तर हामीले सरकारलाई मात्रै दोष लगाउनु हुँदैन। यो बुटोल सहरको विकास गर्नमा नागरिकहरूको निकै नै ठुलो भूमिका रहेको छ। हामीले 3टा सहरलाई याद गर्नुपर्छ र हामी त्यही 3टा सहरहरू बुटोललाई बनाउने सपना राख्नुपर्छ। त्यो स्वच्छ, सुरक्षित र स्वावलम्बी बनाउने सपना हामीले राख्नुपर्छ। र अन्तिममा मैले भन्न चाहेँ आफ्नो सुरुमा गाएको गान नफाक्ने हावा नछेक्ने काम, यही हाम्रो सुन्दर बुटोल नगर। यो एउटा गाना मात्र नभई बुटोलको आत्मालाई जनाउने एउटा भनाइ पनि भन्न सकिन्छ र यही बुटोललाई हामीले समृद्ध बनाउनु पर्छ। खासमा भन्ने हो भने बुटोलको आर्थिक समृद्धिको मुख्य आधार हामी नै हो। हामीले नै गर्दा पर्यटन विकास हुन्छ, हामीले नै गर्दा शिक्षा विकास हुन्छ र हामीले नै गर्दा बुटोलमा व्यापार व्यवसाय तथा उद्योगहरू सञ्चालन हुन्छन्। त्यही भएर हामीले आफूलाई नै विकास गर्नुपर्छ, त्यसपछि हाम्रो परिवार, त्यसपछि हाम्रो समाज र बल्ल हाम्रो नगरको लाभदायी रूपमा विकास हुन सक्छ।
त्यसैले अन्तिममा भन्न चाहे कि हामीले बुटोलको समृद्धिको हिजोको सपनालाई आजको योजना बनाई भोलिको यथार्थ बनाउन सक्नुपर्छ र यस्तो बनाउन सक्ने जिम्मेवारी हामी सबै नागरिकको हो, हामी सबै। यति भनी मैले धन्यवाद गर्न चाहे। ज्यादै सूचना प्रदायी वक्तृत्वको हाम्रा प्यारा साथी उत्सव घिमिरेलाई यहाँ मञ्चमा स्वागत गर्दछौँ र उत्सवले यहाँ भगवत गीताका केही श्लोकहरू वाचन गर्नेछन्। कृपया गरी ध्यानले सुनिदिनु होला। नमस्कार, म उत्सव घिमिरे र म आज गीता श्रीमद् भगवत गीताका केही श्लोकहरू उच्चारण गर्न गइरहेको छु। प्रथम अध्यायको प्रथम श्लोक हो। धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव मामाका पाण्डवा शैव किम कुर्वत सञ्जय। यो पहिलो श्लोक धृतराष्ट्रले उवाच गर्नुभएको हो। त्यसपछि सञ्जयले भन्नुहुन्छ, दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसङ्गम्य राजा वचनमवृत पश्यैतां पाण्डुपुत्राणामाचार्यः महतीं चमं व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता। तत्र असुरा महेश्वासा भीमार्जुन समायुधि युयुधानो विराटश्च द्रुपदश्च महारथ दृष्टकेतुश्च कीतानः काशीराजश्च वीर्यवान् पुरुजित कुन्तीभोजश्च शैवश्च नरपुङ्गवः युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् सुभद्रो द्रौपदेयाश्च सर्व एव महारथ अस्माकं तु विशिष्ट ये तान् निबोध गिरिजोत्तम नायका मम सैन्यस्य संज्ञार्थं तान् प्रवृमते। यो श्रीमद् भगवत गीताको सुरुका 7 श्लोक हुन्। असाध्यै राम्रो प्रस्तुति। अब केही पनि ढिला नगरी हाम्रा अर्का प्रस्तुता आर्यन लोहानीलाई म मञ्चमा आमन्त्रण गर्दछु। उनले हामीलाई एउटा कथा सुनाउनेछ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। मेरो नाम आर्यन लोहानी हो र आज मैले एक कथा सुनाउन गइरहेको छु र यस कथाको शीर्षक रहेको छ काठको घन्टी। एक पटक बादशाह अकबर र बीरबल दरबारमा बसेर कुनै विषयमा चर्चा गरिरहेका थिए। उनीसँग सबै दरबारी पनि त्यो चर्चामा सामेल थिए। बिचमा बादशाह प्रशंसा भरिएका दृष्टिले बीरबलतिर हेर्थे। तब अचानक एक मानिस दरबारमा प्रवेश गर्यो। सोध्दा उसले बतायो कि ऊ एक विद्वान हो तथा टाढाको देशबाट आएको हो। यसपछि उसले आफ्नो सबै कुराले सबै दरबारीलाई प्रभावित बनायो। बादशाह अकबर पनि उसको कुरा ध्यानले सुनिरहेका थिए। अन्त्यमा उसले भन्यो, उसले बीरबलको सुझबुझ र समझदारीको विषयमा धेरै कुरा सुनेको छ। यसैले ऊ बीरबलको परीक्षा लिन चाहन्छ। बादशाहले यसको आज्ञा दिए। तब उसले बीरबलसँग सोध्यो, यदि वास्तवमा तिमी त्यति नै बुद्धिमान छौ जति मानिसहरूले ठान्छन् भने मलाई यो बताऊ कि तिम्रो सहरमा कुल कति काग छन्। त्यो मानिसको प्रश्न सुनेर बादशाह अकबर चिन्तित भए। उनले बीरबललाई एकातिर बोलाएर भने, बीरबल तिमी मेरो सबैभन्दा चतुर मन्त्री हौ। त्यसैले जस्तो खालको प्रश्नको पनि तिमी जवाब दिन सक्छौ। तर यो प्रश्न धेरै कठिन छ किनकि आगरामा कुल कति काग छन् यसको गन्ती गर्नु तिम्रो लागि पनि मुस्किल काम हो। यो कुरा सुनेर बीरबलले बादशाहलाई अस्वस्थ पार्दै भने, हजुरले ममाथि भरोसा राख्नुहोस्। म तपाईँलाई निराश बनाउने छैन र आफ्नो देशको सम्मान कायम राख्न पुरा कोसिस गर्नेछु। भोलिपल्ट त विद्वान बीरबलसँग सोध्यो, बीरबल के तिमीले मेरो प्रश्नको जवाब खोज्यौ? यसको जवाबमा बीरबलले दबाका साथ भने, महाशय आगरामा कुल 47,835 काग छन्। बीरबलको यो जवाब सुनेर त्यो विद्वान अकबर तथा दरबारमा बसी सबै मानिसहरू चकित भए। यो कुरा तिमीले यति दावाका साथ कसरी भन्न सक्छौ? के तिमीले सबै काग गरेका छौ? त्यो विद्वानले सोध्यो।
गन्ती गरेको छु जो छिमेकी देशतिर गए। यदि तपाईँले सुन्नु छ भने आफै बोलेर हेर्न सक्नुहुन्छ। मेरो जवाब सही हो कि गलत? विद्वानले तिमीले त बुझे कि बिरबलले उनीलाई मात दिए। त्यसो त उनीसँग बिरबलको जवाबको जाँच गर्ने कुनै उपाय थिएन। उसले राम्रोसँग बुझेको थियो कि उसले बिरबल परीक्षा लिएर गल्ती गरेको छ। धन्यवाद। ध्यान दिनु सबैले। एक्लो भई बस्दाखेरि कुना फर्की रोने गर्छु, एक्लो भई बस्दाखेरि कुना फर्की रोने गर्छु, छातीभित्र लागेको चोटलाई आँसुले नै धोने गर्छु। एक्लो भई बस्दाखेरि कुना फर्की रोने गर्छु, छातीभित्र लागेको चोटलाई आँसुले नै धोने गर्छु। भाग्य खोटो भए पनि कर्म खोटो छैन भन्छु। मुटु टुक्री गए पनि अपाङ्ग त होइन भन्छु, मुटु टुक्री गए पनि अपाङ्ग त होइन भन्छु। धेरै धन्यवाद।